आराले काट्छ भने बस्यो हेर्नु नि कुनै के गर्न जाने के टेढो भन्थ्यो आरा टेढो भयो अहिले आएर काट्दै त छुर्यो काटेर देखाइदिन्छु तपाईँलाई अहिले मैले यो आरा अलि ठुलो रहेछ के गर्ने मान्छेलाई गर्न दिनु न बाँची काटेको एकचोटि हाल्यो अर्कोचोटि निस्क्यो एकचोटि हाल्यो अर्कोचोटि निस्क्यो भएन कि सिधा बसेर हिँड्छ कि त्यही भएर रहेछ त्यसकै दोष हो क्या त्यसकै दोष त्यो काठ बन्नु त्यसकै दोष हो तलतिर काट लगाइन्छ कि माथि काट्यो यो आरामले राम्रो लाग्छ जस्तो लाग्यो मलाई हो साँच्चै हो अलि ठुल्ठुलो दार रहेछ कि यसको आरै नराम्रो यो राम्रो रहेछ आरा हो म अर्को आरले दिनु म काट्छु ल अर्को आर ल